भिडियो बतिएर चल्दैन किन हेर्नु त्यो जागिन अनि मैले चाहिँ टिकटकतिर देखिरहेको थिएँ अनि मलाई एक दुईजना साथीले पनि भनिरहेको थिएँ अनि के भन्दाखेरि भन्दाखेरि चाहिँ त्यही जति पनि खाप्चो छ नि फेस कालो भएको फेस घामले गर्दा कालो छालाहरूमा चाहिँ के त्यो बेसार र टमाटर चिनी युज गरेपछि हुन्छ अरे भनिरहेको थिएँ मलाई पनि केटाहरूले मैले टिकटकमा पनि देखिरहेको थिएँ मैले त्यही गर्न गइरहेको छु कस्तो हुन्छ रहेछ भने म हजुरहरूलाई पनि गर्ने भन्छु नत्र चाहिँ यस्तै हो न टमाटर चिनी पनि चट्टो गरेर नै हेर्छ बेसार हामीले चाहिँ धेरै युज गर्नुहुन्न फेरि प्यानो होला नि खाप्छु है बेसार यति फिलहाल बेसार त्यति युज नै गरौँ है हुनु सक्दैन अनि पनि यस्तो छ चिनी चाहिँ कति हाल्ने भन्ने कुरो हो क्या यार होइन यतिमा पुग्छ होला के कसो चिनी साइड अब हामीले हाल्नु पर्यो टमाटर लेदो हुन्छ नि भित्रको लेदो मेन चाहिँ त्यो हो हामीले हाल्नु भने मेन चाहिँ लेदो हो है हेरौँ कस्तो हुन्छ भयो भने त राम्रो भयो कि नै केटा भएन भने त गाह्रो भयो त मेरो हात चाहिँ उल्टो हो यार मेरो हात चाहिँ उल्टो भयो यस्तो पुरा प्यालो भएको केटा हुने हो कि हुँदैन भन्ने डर लागिरहेको छ मलाई अनि जस्तो अहिले दाइको फोन आएको थियो दाइले चाहिँ मोबाइल किन्ने भने आइज हेर्दैला सुने ए लाम कि नलाम भन्ने कुरो हो कि लगाएपछि लाएर 10 मिनट बसेर त्यहाँ फेस्ने प्यालो भइदिनु के होला भन्ने कुरो है यसमा ट्राई गर्नेछु हे भगवान् किन प्यालो नहोस् म ऐना ल्याउन सक्छु म ऐना माथि होइन हे भगवान् नि हल्दी लास्तो हो त केटा के कसो होइन कोही पुरै फेस नै प्याल भइदिनु कि नि डर लागिरहेको होइन फेस प्याल गर्नु कम्ता छ केटा जिन्दगी मलाई गाह्रो छ नि त म लाउँछु अनि मोबाइल किन्यो भने कोही के हुन्छ केटाहरूको मोबाइल किन्छ नि किन भन्ने कुरो हो न फोन त गरेर राख्नु मलाई आयो किने पनि ठिकै छ किनेर नि ठिकै छ म देखाउँदैछु चिनी पनि घोलेर रहेछ कि राम्रोसँग हामीले चिनी घोल्नु पर्ने नि पुरा खास भन्ने नि त अनि सब्सक्राइब गर्नु नयाँ जनाहरूमा लाइक सेयर सब्सक्राइब गर्नुलाई यो म त यस्तो घोल्नु पर्ने हुँदो रहेछ त मलाई चाहिँ डर त लास्टै लाग्यो तर केही छैन डराएन केही छैन साबुन छ फेसवास छ सेतो भइहाल्छ नि खाप्छ अटोमेटिकली के गर्छ अहिले चाहिँ म यति नै लाउने छु होइन कस्तो हुन्छ अब हेरौँ अहिले चाहिँ यति ट्राई गर्छु यो चाहिँ म राख्ने छु यदि भयो भने चाहिँ म फेरि घस्ने छु है अनि म चाहिँ फोन किन्ने भनेर राख्ने केटाहरूले फोन गरेछन् आइज हेर्दैला सुनेछन् अनि म एकदम गएर भिडियो गराउँछु आज चाहिँ प्यानो नहोस् प्लिज मेरो खाप्चुकी गरेर प्यानो नहोस् भन्छु त्यही भएर कस्तो हुन्छ रिजल्ट यो चाहिँ सबै हावा रहेछ है युट्युबमा टिकटकतिर देखेको सबै हावा रहेछ मेरो एकछिनमा झन्डै प्यालो भएको थियो खाप्छ त्यसपछि मैले चाहिँ के त्यो साबुनले युज गरेँ साबुनले मेरो डल्लो गाह्रो र कोही पनि यस्तो युज नगर्नु होला त्यही भन्छु म बजार लान्छु किनकि दाइले फोन गरेर मोबाइल भनिरहेको थियो अब हेरौँ कस्तो हुन्छ कहाँ पाइन्छ मोबाइल यही छ है लास्टमा हेर्दै
ये सर मोबाइल कलेक्सन आएको थियो हामीलाई चाहिँ दाइले चिज गर्नु